कहिले घाम, कहिले पानी, कहिले छाया, कहिले हावाहुरी यस्तै चलिरहेछ आजकलको मौसम। मौसम जस्तो चल्यो नि काममा त जानै पर्यो। आजको मौसम झन् राम्रो भइरहेको थियो। तर घर जाने बेलामा त कस्तो चर्को घाम निस्केको के। एकैछिनमा शीतल हुन्छ, एकैछिनमा हावा लाग्छ, एकैछिनमा घाम लाग्छ, एकैछिनमा पानी पनि पर्छ। आजकलको मौसमको अहिले केही भर छैन। त्यही भएर अब कामपछि म घर गएर साँझको लागि डिनर पकाउन थालेँ। आज डिनरमा के पकाउँदैछु हेर्नु होला हस्। सबभन्दा पहिला त दाल बसालेँ। त्यसपछि लागेँ तरकारी पकाउन। अब तरकारी के को पाक्दैछ? तरकारी पाक्दैछ आज घिरम्लाको। मेथी फुराइसकेपछि त्यसमा रातो खुर्सानी र लसुन फुराइसकेपछि त्यसलाई मजाले रातो हुने गरी भुटेँ। अनि त्यसपछि बल्ल घिरम्ला मैले काटेर राखिसकेको थिएँ। त्यसमा अब मैले घिरम्ला हालेँ। अब हालिसकेपछि घिरम्ला एकैछिन चलाउने, फ्राई गर्ने। फ्राई गर्दा गर्दै अब त्यसमा नुन बेसार हालेँ मैले स्वादअनुसार। टक्क नुन बेसार हालिसकेपछि अब मजाले यसलाई चलाउने, मिक्स गर्ने। राम्रोसँग मिक्स गरिसकेपछि एकैछिनको लागि यसलाई ढाकिदिने पाक्नको लागि। एकतिर साथसाथै मैले दाल फ्राईको लागि तड्का पनि रेडी गर्दैछु। तड्का यहाँ रेडी भइसकेछ। अब यसमा म मिसाउँदैछु दाल। दालमा अब एउटा बोइल आइसकेपछि मैले यसलाई खनाउँछु। अनि एकतिर यहाँ सब्जी रेडी भइसकेछ। अनि मैले लगाएँ टमाटर टिमुरको चटनी। अलमोस्ट सबै रेडी भइसकेछ। अब यहाँ बिहान पाकेको थियो भुटकी च्याउ, पड्के च्याउ पनि भनिन्छ यसलाई। अनि यहाँ अब राइस बसालिसकेपछि राइस पनि रेडी भइसकेछ। अब एकदम तगडा भोक लागेको छ। अब आउनुहुन्छ बाबा र भाइ अनि हामी डिनर गर्छौँ। यता मैले स्यालेड पनि कट गरेर राखिसकेछु। यहाँ लागिसकेछ थाली तपाईँहरूको लागि। हेर्नुहोस्, राइस, दाल फ्राई, घिरम्लाको सब्जी, चटनी, स्यालेड। अनि राति मैले बसेर मेहन्दी पनि लगाएँ। ल यो ब्लग कस्तो लाग्यो भन्नु होला तपाईँहरूले। फेरि भेटौँला अर्को ब्लगमा। टेक केयर। नेक्स्ट ब्लग हेर्नको लागि फलो अवश्य गर्नु होला।